फुड डेलिभरीमा जाँदै थियो है। गुगल म्यापले त यस्तो राम्रो बाटोमा ल्याइदियो कि है, गाडी नै क्या। अब हेर्नुहोस् न यहाँ, यस्तो बाटोमा ल्यायो है। अब जाँदैछु। अब कहाँबाट निस्किउँला त है। यो गाडी गाडी ल्याइदियो, सबै कपडा बढी टाँसिने भयो त्यसको काँडा क्या। यस्तो पनि हुन्छ है। हेर्नुहोस् है, दुःख चाहिँ अलिअलि छ है। दुःख चाहिँ गर्नुपर्छ, पैसा त कमाइ हुन्छ। ठिकै छ। आइपुग्यो अब अगाडि आइपुग्यो। बाटोमा हेर्नुहोस्, त्यहाँ बाटो छ है। ल यस्तो दुःख भएन। ल गुगल म्यापले पनि बाटोहरू अपडेट नगरेर क्या, बाटोहरू अपडेट गरेको छैन कतिपय। अनि त्यसैले गर्दाखेरि यस्तो ठाउँमा पनि ल्याएको छ। अब आयो हाम्रो पिच बाटो। अब त हामी कुदाएर सरर गइहाल्छौँ। Turn right. फेरि यसले कहाँ पुऱ्याउनु लाग्यो हेर्नु है साथीहरू। यताबाट घुमाएर लास्टमा फेरि त्यही ठाउँ पुरा जस्तो छ। अलिअलि कष्ट चाहिँ गर्नुपर्छ, पैसा त आउँछ कि राम्रै आउँछ। 1000 रुपियाँ जति त आनन्दले दिनमा कमाउन सकिन्छ है। मेहनत चाहिँ गर्नु पर्यो। दिनको टिपको 75 रुपिसले मात्रै पनि 10 टिप हान्यो भने र आफ्नो साइकल भयो भने त 750 चाहिँ आफ्नो भयो नि त। सो आफ्नो साइकलबाट भयो भने चाहिँ सजिलो हुन्छ। नभए रेन्टल साइकलमा चाहिँ 150 देखि 250 300सम्मको साइकलहरू पनि हुन्छ। त्यसमा चाहिँ पैसै नबाच्ने क्या। मेरो यो पनि खास 150 रुपिस तिर्नुपर्छ रेन्टल साइकल हो। म पनि किन्ने सोच्दैछु क्या। एउटा साइकल किन्यो भने चाहिँ अलि राम्रो हुन्छ, पैसा बाँच्छ, फाइदा हुन्छ आफूलाई। रेन्टल साइकलमा त जति मेहनत गर्यो, दुईवटा राइडको 75 × 2 150 रुपियाँ मिनिमम पनि रेट। 150 रुपियाँ गइहाल्छ साइकलमै। महिनाको 4500 जान्छ। अनि 2 महिनामा 9000 जान्छ भने 9000मा त एउटा गतिलो साइकल आउँछ क्या। सो म पनि एउटा 7-8 हजारसम्मको राम्रो कन्डिसनको साइकल, फ्रेस साइकल किन्ने विचार गरेको छु। हेरौँ अब के हुन्छ। हेर्नु न यस्तो बाटो आयो। अलमोस्ट म पुगिसक्यो। अब समथिङ 101 मिटर अगाडि। कहाँ ल्याइपुऱ्यायो यस्तो बाटो। हेर्नु न, यो मातृभूमिको पछाडि हो। मातृभूमिको पछाडि ओह्रालो छ। यहाँ मातृभूमिको पछाडि ओह्रालोमा हो क्या। यस्तो बाटो छ हेर्नुहोस् न। पुरै विकट ठाउँ गाउँ जस्तो क्या। हजुरहरूलाई म यहाँ घुमाएर देखाउँछु क्या साइकल क्यामेरा। पुरै कस्तो दामी छ क्या, तर गाउँको भाइब्स आउने खालको है। सो राम्रो छ बाटो। ठाउँ बाटो भन्न आएछ, बाटो त खत्तम छ नि। यसले त मलाई त हिँडाइ कहाँ पुऱ्याउनु भयो त। उता घुमाउँछु, यहाँबाट माथि चढाउँछु, जहाँ पुग्छ पुगोस्। अरे यार, उकालो त कट्ने नामै लिँदैन, साइकलै बोकेर लान्छ। यस्तो छ बाटो हेर्नुहोस्। साइकल बोकेर ल्याएको है। अहिले बाइकमा आएको भए बिजोग हुन्थ्यो। सो फाइनल्ली अब हामी पुग्न लाग्यौँ।
Continue on to Lokanthali to Sano Thimi. अब आइपुग्न लाग्यो गुगल म्यापले पनि कता कता पुऱ्याउँछ भन्ने कुरै थाहा हुँदैन अलि टाठो भएर हेर्न जान्नुपर्छ गुगल म्याप नभए त Turn right toward Lokanthali to Sano Thimi. Turn left onto Lokanthali to Sano Thimi. ल अब आइपुगेँ लोकेसनमा Turn left. यहाँबाट लेफ्ट देखायो कति चाहिँ भित्र रहेछ यार यो कस्टमरको त एकदम भित्र रहेछ यार लेफ्ट लेफ्ट मात्र भन्यो भने ल हामी आइपुग्यौँ अब चाहिँ